होला। म चाहिँ सन्चै छुइनँ साथीहरू, किनभने मलाई चाहिँ हिजो बेलुकादेखि एकदमै डाइरिया भएर पेटहरू दुखेर यति गाह्रो भइरहेछ। सायद खानेकुराहरूमा केही समस्या पऱ्यो होला। त्यही हो, गाडीमा आउँदाखेरि चाहिँ मैले चटपटे खाएको थिएँ, त्यो चटपटेले गर्दाखेरि चाहिँ मलाई गाह्रो भएको जस्तो लाग्यो। अनि बिहानभरि मलाई यति गाह्रो भयो, झन् बेलुका पनि पेटहरू दुखिरहेको थियो। अनि रातिदेखि चाहिँ पुरै डाइरिया नै भयो। अनि बिहान उठेर दबाईहरू खाएँ, दबाई खाएर पनि त्यति मजाले निको चाहिँ भएको छैन, अझै पेटहरू त दुखिरहेछ, टोइलेटहरू चाहिँ धाउनु परिरहेछ। अनि अहिले चाहिँ म यहाँ पानी पिउँदैछु, चिनी नुनहरू हालेर दिदीले ल्याइदिनु भएको छ। अनि म चाहिँ त्यही पिउँदैछु। अब कसरी जानु होला, आज बित्थामा जानुपर्ने, अब खानाहरू खाएर जाने भनेको, गाडीमा गाह्रो होला जस्तो छ। त्यो पनि हेरौँ साथीहरू, अब दबाईले अलिक कम गर्छ होला। पानीहरू पनि पिइरहेको छु, त्यतिले अब 2 बजीतिर जान्छु होला। त्यो साथीहरू, मेरो भिडियो चाहिँ अन्तिम समय हेरिदिँदै गर्नु होला। हामी चाहिँ गएको अब बिर्तामोड। चाबी लाउनु होइन, चस्मा उल्टो भयो, चस्मा उल्टो भयो नि, उल्टो लाउनु मामासँगै जाने भनेको थियो होला। यस्तो वही रुकन भन्छ हौ बोली त। लाइन मामा रुक्नुहोस् न भन्ने त है, रुकन भन्छ। प्राय केटाकेटी सबै त्यस्तै भन्दो रहेछ। तिमी क्या हिँड न हिँड, के भयो? उता गाडीमा जानु ल, आऊ। दादा दाइ आउनुहुन्न? पर्दैन जस्तो चाहिँ आउनुहुन्छ कि एकछिन फोटो होइन जाउँ। यो चाहिँ बस पार्क एरिया हो। यहाँ चाहिँ यो सबै लाइन प्राय होटेल अनि यो चाहिँ के हो, डेन्टल रहेछ यहाँ चाहिँ। आउँदै हुनुहुन्छ हौ। साथीहरू, म चाहिँ अहिले बिर्तामोड आइसकेँ फुपूको घरमा। आएर मैले चाहिँ आइसक्रिम ल्याइदिएको थिएँ केटाकेटीलाई, थोरै मैले पनि खाएँ। कस्तो शीतल भयो, यहाँ कति मजाले बेड बनाएको छ। केटाकेटी चाहिँ बाहिर खेलिरहेछ। म चाहिँ अब एकछिन भए पनि ढल्किनु पर्यो भनेर लुगाहरू फेरेर ढल्किनु पर्यो। होइन, उसले आफै मागेको। यहाँ है साथीहरू, 3जना भेला भयो कि यस्तो गर्नु थालिहाल्छ। हल्ला होइन हल्ला। ओए बिस्तारै ल।
टिजर हेर्नु साथीहरू केटाकेटीको मस्ती छ भयो 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 फेरि त्यो लगेज राख भोलि जाने बेलामा लिने सबै फेरि ओ माई गड अहिले 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 मिलेर खेल न मिलेर 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 मेरो चाहिँ रुगा लागेर यस्तो भएको छ नि स्वरहरू पनि पुरै बोल्नलाई नै गाह्रो भएर छ दिउँसो त ठिकै त फेरि अब यहाँ एसी खोलेको छ गाइस यहाँ चाहिँ केटाकेटी गयो हिँडै मचिरहेको यहाँ केही देखिँदैन रहेछ केही देखिँदैन भाइ केटाकेटी के हो मोबाइलमा त धुलो त लास्टै उडिरहेको रहेछ यहाँ आयो त गर्मी छ पानी पर्नु नि यस्तो चलिरहेछ के हो ब्याग त यस्तै उफ्रिन्छ त ऐ कुद्ने होइन बाबा यता आउन अलिक उता उता नजाने उता नजानु नि हो हेर हेर सो गाइस हाम्रो चाहिँ यस्तै छ अब आजलाई चाहिँ मेरो भिडियो यति नै होला किनभने अब म त भिडियो बनाउन सक्दिनँ पनि सो मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला हजुरलाई के कस्तो लाग्छ लाइक्स कमेन्ट एन्ड मेरो च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला भन्दै अहिले चाहिँ बाई बाई गुड नाइट लभ यु अल